होइन त्यसमा त फेरि मैले पनि भने हेर्नुहोस् एउटा कुरा त्यो रहर गर्ने कुरा त स्वाभाविक होला, अरूले जस्तो उडनठ्याउलाई कुरा गर्ने कुरा त स्वाभाविक होला, मै हुम भन्ने कुरा त स्वाभाविक होला। तर के हो भने परिस्थिति यो खालको होइन, एउटाले मै मात्रै मेरै गोरुको 12 टका भनेर यो ढङ्गबाट चाहिँ देशले विकासमा आउँदैन। यो बेलामा हामी कुलमान घिसिङलाई प्रधानमन्त्री मान्न तयार छौँ। यो बेलामा कुलमान घिसिङलाई यो देशको प्रधानमन्त्री मानेर कुलमान घिसिङको एकापट्टि बसेर हामी सघाउन तयार भएर आएका छौँ। त्यसैले गर्दाखेरि एउटा भाइरल हुने नाममा, एउटा अभिव्यक्ति दिने नाममा र आफ्नो अहंकार देखाउने सन्दर्भमा मात्रै मै हुम भनेर चाहिँ त्यो ढङ्गको अभिव्यक्ति होइन। त्यसमा त यो तयारी नै के को हो त? जमरा राखेको भने दसैँ मनाउनलाई त होला नि, पिङ हालेको त दसैँ मनाउनलाई त होला नि, होइन र? मादल बजेको भोलि नाच्नलाई त होला नि। त्यसैले गर्दाखेरि कुलमान घिसिङले भोलि यो पार्टीको नेतृत्व गर्नुहुनेछ। हामी वरिपरि बसेर भोलि हित चित्त सबै झण्डा एजेन्डा मिलेको सन्दर्भ झण्डा पनि एउटा बढाएर जानेछौँ। होइन भने हामी हाम्रो पार्टीको एउटा लक्ष्य उद्देश्य लिएर हामी दौडिरहेका छौँ। तर समग्रमा देशलाई निकास दिने सन्दर्भमा यो बेलामा कुलमान घिसिङको विकल्प छैन। यो बेलामा कोही रामको अवतार लिएर आउन सक्छ, यो अन्यायबाट भने बाहिर ल्याउने सन्दर्भमा त्यो रामको अवतार लिएर आउन सक्ने भने कुलमान घिसिङ नै हो र त्यो संसारले देखेको कुरा पनि हो।